राम हौ अहिलेदेखि पूजा गरेर यहाँ बसेकी होइन अचेलका बुहारी त के बका अहिलेसम्म चा ल्याउँदिन चाले अनि यसरी ल्याउँछ नि त बुहारी मान्छे भएर त सिट त्यसरी राख्नु हुँदैन यसरी सधैँभरि छोपेर राख्नुपर्छ हामीहरूको पालामा त छोपेर राख्थ्यौँ कतिखेर पनि खाली बनाउने थिएनौँ केही जान्दैनन् हो अचेलका बुहारी त हो र आमा हो त आमा यसरी हो त्यसरी छोप्नुपर्छ अबदेखि छोपिराख्नु है हुन्छ त आमा श्री कृष्ण गोविन्द हरे मुरारे राम 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 हो अचेलका बुहारी त केही जान्दैनन् यसरी बढार्छन् बसेर सिनिक सानाक पारेर बढार्नु पर्छ नि त बसेर बढार्नु पर्छ केही जान्दैनन् हो अचेलका बुहारी पनि हो र आमा हो त हामीहरूको जमानामा त बसेर बढार्थ्यौँ बिहानै बढार्नु पर्छ 5 बजे अहिले कति बजीसम्मको घडीमा हुन्छ त आमा बुहारी हजुर आमा के गर्दैछस् बजार जान ल्याउनी भयो कि हेर्नु न होइन बजार त जान आँटे ठिकै छ कि अनि त यस्ता लुगा लगाएर निक्लिन आँटी चाहिँ हामीहरूको जमानामा साडी लगाएर जानु पर्थ्यो यसरी त हुँदैन त ए हो र आमा घरबाट अबदेखि निक्लिनु पर्यो भने चाहिँ साडी लगाएरै जानु है अहिले पनि साडी लगाएरै जा हुन्छ त आमा हे भगवान मलाई माफ गरिदिनु होला म अलिकति आमालाई बुझाउनु पर्यो है नभए त भएन त बुहारी हजुर अहिले आज त के भएको न एसी चलाएको छ न पंखा चलाएको छ गर्मीले त मर्न आँट्यो त बाबा लु चला चला एसी चला चला अनि तपाईको जमानामा त कहाँ एसी पंखा थियो त अनि तपाईको जमानामा त ए हम्का थियो लु राम्रो भयो हम्काले हम्केर बस्नु बुहारी हजुर आमा हेर्न मलाई कस्तो टाउको दुखिरहेछ डाक्टर काममा जान आँटे कि टम बाबा फोन गरेर बोलाइदेऊ न बोलाइदेऊ तपाईको जमानामा कहाँ टमटम थियो जानु हिँडेर जानु बोलाउँदिन म त टमटमलाई हिँडेरै जानु यता सुन न बुहारी त्यसो नभन्न मैले जानिन छु तँलाई मैले त्यसो भनेछु अबदेखि म कहिले जमानाको कुरो गर्दिन हामीहरूका जमाना बितेर गए अब तिमीहरूका राम्रा हुन् तिमीले सुख भेटेका छौ अब राम्रा हुन् सबैको राम्रो छ म जमानाका कुरा गर्दिन ल नरिसा बुहारी अबदेखि नरिसा त हुन्छ त आमा मलाई पनि माफ गरिदिनु मैले तपाईलाई त्यही बुझाउनको लागि यसो गरेकी थिएँ ओइ मारी हजुर आमा के गर्दैछस् माइत जान्छु भन्दै चाहिँ छैन 5 वटा काप छन् एउटा फुटिहाल्यो यी लगिदे तेरो माइतमा यस्ता काप पनि देख्नु भएको छैन क्या र ए पर्दैन आमा माइतमा काप छ लगिदैन यी ब्रान्डेड काप हो नि त लगिदे ए पर्दैन यी जलाको काप कहाँ लैजानु म लैजान्न राम्रो सोचेर दियो भलाइको त जमानै छैन यस्ता काप देखेका छन् यसका माइतीले बुहारी हजुर आमा माइत जान्छु भन्दै चाहिँ यो हेर्न मैले 1-2 खेप मात्रै साडी लगाएको छ लगिदैन तेरी आमाले लगाउनु नि त नि ब्रान्डेड साडी हो लगिदे ए मेरी आमाका साडी छन् पर्दैन आमा पर्दैन लैजान्न म त अब लगाएको पुरानो साडी कहाँ लैजानु बरु सक्यो भने एउटा नौतुन किनेरै लगिदिन्छु भयो लैजान्न त पुरानो साडी कस्तो धनी गर्की जस्तो देखाउँछ म जान्दिनँ क्या कतिका छन् यसका माइती बुहारी हजुर आमा त्यही त माइत जान आँटेकी क्या र यो मिठाई थियो कि यो लगिदेन आमाहरूले खानुहुन्छ नि दामी मिठाई छ अनि आमा यो त बासी मिठाई हो त मैले अस्तिदेखि एउटा फ्रिजमा देखेको मिठाई हो कहाँ बासी मिठाई लगिदिनु हो म पर्दैन आमा बासी भए पनि यो बिग्रिएको छैन नि त केही हुँदैन यो ठुलो होटलको ल्याएको दामी होटलको केही हुँदैन लगिदे अनि यता सुन्नु न आमा तपाईँकी छोरीलाई पनि तपाईँकी उहाँ सासूले त्यसै भनेर तपाईँलाई बासी मिठाई ल्याउँदाखेरि तपाईँ खानुहुन्छ भन्नु त ए हो त नि बुहारी तैँले ठिकै भनेछौ अबदेखि चाहिँ म तँलाई यस्तो गर्दिनँ ल बाबा नराम्रो नपाब हुन्छ त आमा तपाईँले बुझ्नुभयो त्यही ठुलो कुरो